सेनाकोमा सम्पत्ति छानबिन गरेर नमिल्ने, सेनाकोमा अख्तियार छिर्न नहुने, सेनाको बारेमा बोल्न नहुने, तर सेनाले सिंहदरबारमा आगो लागिराख्दा सशस्त्र र प्रहरीलाई बोलाएर हैन बोलाएर हतियार छोडिनेछ भने राम्रो हुँदैन भनेर थर्काउन मिल्ने, यही हो लोकतन्त्र, यही हो बहस, यही हो विषय। यो विषयमा प्रश्न हुन्छ, यसको बारेमा कुरा हुन्छ। त्यसकारण नेपाली सेनाको बारेमा प्रश्न त अस्तिकै जेनजी आन्दोलनमा खडा भइसक्यो। म यति कुरा तपाईँलाई ग्यारेन्टी गर्छु, सिंहदरबारको गेटमा 100 जना के धेरै होइन 100 जना आर्मीले आफ्नो पोजिसन लिएर यहाँभित्र नछिर, यो मेरो चाहिँ कार्यक्षेत्र हो भनेर मात्रै भनेको भए नि सिंहदरबार आगो लाग्दैन थियो। यति कुरा त हो नि। जाबो आफू बसेको त्यो चाहिँ कार्यालय, आफ्नो परमाधिपति बसेको चाहिँ कार्यालय जोगाउन नसक्नेको चाहिँ बारेमा के कुरा गर्ने? त्यसकारण यो बारेमा रिभ्यू हुनुपर्छ। नेपालको सेनाको संरचना 50,000 थियो माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडि। माओवादी जनयुद्धलाई डाउनसाइज गर्नको निमित्त सशस्त्र प्रहरीको 35,000 र नेपाली सेनाको अर्को 50,000 थपेर 1 लाख बनाएको होइन। त्यसले आज 1 वर्षमा त्यो 50,000 र त्यो 35,000 सेनाले कति तलब खान्छ देशभरि? त्यसको रेसियो कत्रो? यो देशमा अर्को 1 लाख सेना थपेर जागिर खुवाएर इन्डिया र चाइनासँग वा अमेरिकासँग लड्न सक्ने यसको क्षमता वृद्धि हुनलाई कति समय लाग्छ? यो देश टिकाउँछ त सैन्य बलले टिकाउने होइन। यो हामी नेपाल सेन्सिटिभ ठाउँमा छ, यसले कूटनीतिक सन्तुलन राखेर, सबैसँग चाहिँ मित्रवत सम्बन्ध राखेर, आफ्नो स्वाधीनतामा अडिग रहेर, सबैको सन्तुलन कायम राखेर यो नेपाललाई आफ्नो राष्ट्रिय स्वाधीनतामा खडा गर्ने हो। कुनै पनि म यति ग्यारेन्टी गर्छु, आजको परिस्थितिमा सैन्य बलले कुस्ती खेलेर यो देशलाई चाहिँ बचाउने भन्ने छैन कि यो देशको व्यवस्थालाई उलट पार्न चाहिँ बन्दुकको काम भइराखेको छ नेपालमा। तपाईँ पृथ्वीनारायण शाह पछाडि कुनै पनि राजतन्त्रात्मक व्यवस्थालाई तलमाथि पार्न होस्, राणाकालीन व्यवस्थामा चाहिँ प्रधानमन्त्रीहरूलाई तलमाथि पार्नलाई होस्, प्रजातन्त्रमा तपाईँको तलमाथि पार्नलाई होस्, र आजसम्म आउँदाखेरि यो जेनजी आन्दोलनसम्म एकछिन है, यो जेनजी आन्दोलनसम्म आउनको निमित्त सैन्य बलले गजबले काम गरेको छ। त्योभन्दा बाहेकबाट काम भएको छैन। तपाईँ त्यहाँबाट 50,000 सेना घटाइदिनुहोस् न, कति अरब घट्छ? न बोर्डरमा गएर बस्न मिल्छ, न बोर्डरमा गएर छेक्न मिल्छ। अनि जम्मा जम्मी चाहिँ नेपालको बजेटको कन्स्ट्रक्सन रोड बनाउनको निम्ति ठेक्का लिएर नेपाली सेनालाई ठेकदार बनाएर 1 लाख सेना राख्ने, त्यसको बारेमा कुरा गर्न नसक्ने एउटा कुरा, त्यसका बारेमा कुरा गर्न नसक्ने। अनि मधेसीले मधेसमा बसेर आफ्नो स्वतन्त्रताको अभ्यास गरे, आफ्नो राज्यको अभ्यास गरे, सुदूरपश्चिमका मान्छेले सुदूरपश्चिममा बसेर आफ्नो चाहिँ व्यवस्थाको अभ्यास गरे, कर्णालीले कर्णालीमा बसेर चाहिँ आफ्नो चाहिँ व्यवस्थाको अभ्यास गरे। अनि त्यो अभ्यास चाहिँ रासोपाले देखिन सक्ने, उदय हुन नपाइकन त्यो चाहिँ संघीयता खारेज गरे पञ्चायती व्यवस्था ल्याउन खोजे हो। तपाईँ स्थानीय तहमा चुनाव जित्ने, अनि चुनाव जितेको प्रतिनिधि चाहिँ प्रदेश सभामा आउने भने के त्यो पञ्चायती व्यवस्था फर्काउनु खोजे होइन? त्यो त पञ्चायती व्यवस्थाको जस्तो चाहिँ मोडालिटी। त्यसकारण यो संघीयता खारेज गर्ने, यहाँ गर्ने, संघीयता भनेको लोकतन्त्र हो। लोकतन्त्र र लोकतन्त्रले सुधार गर्छ, भ्रष्टाचारीलाई त्यो लोकतन्त्रले नै ठिक पार्छ। भ्रष्टाचारी को हुन्, भ्रष्टाचार के हो, त्यसलाई लोकतन्त्रले नै ठिक पार्छ, कुनै मसियाले ठिक पार्ने होइन। कुनै एउटा चाहिँ शासकले आएर लोकतन्त्र ठिक पार्छु भनेर चाहिँ ठिक पार्ने होइन। लोकतन्त्रलाई तपाईँको त्यही लोकतन्त्रले ठिक पार्छ। प्रदेशको खराबी छ भने त्यो प्रदेशले ठिक पार्छ, त्यसले ठिक गर्छ होइन? त्यहाँ अधिकार दिनुहोस् न, त्यहाँ चाहिँ समात्न मिल्ने अधिकार दिनुहोस्, त्यहाँ अख्तियारको निकाय राखिदिनुहोस्, त्यसले कस्तो बनाउँदो रहेछ हेर्नु न। संघीयताले स्वायत्त अधिकार दिनुहोस् न, त्यसले ककल्लाई कारवाही गर्न पर्ने, प्रदेश सभा सबैले राख्ने होइन? परिणाम आएन भने हैन, यो गर्ने। त्यसकारण यो अहिले नियोजित ढङ्गले प्रदेशलाई खारेज गर्ने भने लोकतन्त्रलाई खारेज गर्ने हो हैन? बिस्तारै त्यो खारेज गर्ने, गणतन्त्रलाई खारेज गर्ने। गणतन्त्र त नटिक्न पर्ने कुनै कारण छैन कि, यो जनताको व्यवस्था हो कि अर्को मान्छे ल्याउने हो र? मैले भने नि लोकतन्त्रलाई ठिक गर्ने आम जनताले ठिक गर्ने हो, नेतालाई ठिक गर्ने आम जनताले ठिक गर्ने हो। जब आम जनतालाई तपाईँ अधिकार दिनुहुन्छ फेर्छ नि त उसले,
मलाई राम्रो लागेन भने उसले फेर्छ, बालेन राम्रो लागेन भने बालेन फेर्छ, अर्को ऊ लागेन भने अर्को फेर्छ। अस्ति ओली लागेन, प्रचण्ड राम्रो लागेन होला, सबै राम्रो लागेन होला, फेर्यो। तर कुनै एउटा शासकीय त्यो तानाशाही व्यवस्थामा त फेर्ने पनि हुँदैन, त्यस कारण त्यो टिक्दैन। गणतन्त्र चाहिँ टिक्छ, संघीयता चाहिँ टिक्छ होइन। किन टिक्छ भने त्यो चाहिँ जनताको व्यवस्था हो, जनताको लोकतान्त्रिक व्यवस्था हो। त्यसकारण लोकतन्त्रको विकल्प तानाशाही व्यवस्था खोज्ने जति मूर्ख काम के पनि होइन। एउटा कुनै यत्रो आम जनताले भोट हालेर मान्छेलाई ठिक पार्छ, 5 वर्ष पछाडि भोट माग्न आउलास्, तैँले राम्रो काम गरेका छैनस् भनेर खबरदारी गर्छ। त्यो खबरदारी गर्दा त मान्छे सुध्रिया छैन। अनि एउटा कुनै चाहिँ अननोन पात्र होइन, तयार पारेको पात्रलाई ल्याएर जुनीभरको शासक बनाएपछि यो देश सुध्रिन्छ भनेर हिँड्ने मूर्खहरूको चाहिँ मूर्खता देखेर पो मलाई दङ पर्छ। र त्यहाँमाथि फेरि वाउ होइन फलानु आउनुपर्छ, यस्तो आउनुपर्छ भनेर चाहिँ त्यसको पछि लाग्ने अर्को महामूर्खहरूको भिड देख्दा चाहिँ मलाई कहिले एकदम सोसाइटीको